भत्काएर हौ झम्पल छैन खै झम्पल ल्याउ झम्पल टेस्ट गरौँ एकचोटि सबैको अब हातले झम्पल ल्याएको छ नि अब झम्पलले हाम्रो नजाने हुनु अमरले हाने नि हुन्छ होइन अब यो हिजो बनाएको अहिले त जान्छ सर होइन अब यो चिसो ठाउँ छ यो चिसो ठाउँ सेट भयो हुँदैन यहाँनिरकोमा यो गोरा स्टाइलले नगरी भएन कि यो नेपालमा यो चाहिँ नि अब काम गर्छ खाना खानु एकचोटि कस्तो छ यो कहिले गरेको यो 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 कहिले गरेको यो कहिले गरेको हिजो गरे आज फर्म गरेको आज फुकालेको अब यो सेट हुन सबै ठेकेदार शालिग्राम कि ठेकेदार हजुर अनि पेटीको हो पेटी ठेकेदार कहाँ हो घर कहाँ हो हेटौडा अनि काम गरेको यस्तै हुन्छ यहाँनिर चाहिँ मिस्टेक गरेको दाइ होइन सब पेटी ठेकेदारले गर्दा ठेकेदारलाई बदनाम गर्ने अनि ठेकेदारलाई बदनाम गरेको अनि सडक विभागको हाकिमलाई बदनाम गर्ने अनि त्यति मात्र होइन अनि नगर प्रमुखलाई स्थानीय सरकारलाई पनि बदनाम गर्ने यो यस्तो हुन्छ तरिका के भएको ल भन त्यो मित्रको त्यो परेर हो भङ परेर हो त्यो बना भङसँग मतलब भएन नि त यहाँ त गिटी नै छैन त कसरी यो चाहिँ भङको कुरा गर्छ गिटी टेन्सन पर्दै होइन गिटी छ त यहाँ हातले गएको छ त्यस्तो हुन्छ कि इमिडिएट अहिले लगाएको भए नभए गिटी सिटी भएर भित्र गरेर पनि अहिले लगाएको बेग्लै कुरा हो त्यो कहिले लगाएको थियो त्यो माथिको त्यो अस्ति लाग्यो कहिले उता झम्पल त्यो अर्थमा हानु खै त्यो बेर त खै अमर लिएर गयो ठुलो अमर झम्पल ल्याएन यो कहिले गरेको यो कहिले गरेको रे यो हिजो गरेको अस्ति अस्ति गरेको चाहिँ कहाँ हो खै त्यहाँ गाडी अब यो प्रत्येक ठाउँमा भरे म त्यो झम्पल ल्याएर प्रत्येक ठाउँमा चाहिँ म चेक गर्दै जान्छु कहीँ भएन भने म चाहिँ सडक विभागको हाकिमलाई चाहिँ चिठी लेखिदिन्छु नगरपालिकाबाट पैसा रोक्का गरिदिन्छु नभए म अख्तियार जानुपर्ने कि अदालत जानुपर्ने म जान तयार छु है यो समस्या आएपछि यतापट्टि हाम्रो खै यो भएन त्यो यो कहिले गरेको हिजो गरे हो यो अस्तिको त्यही यो भएकोमा समस्या आएको होइन हिजो हामीले त्यो थप्यौँ अनि त्यसपछि अब सरहरूलाई नदेखाइकन अरू नगर्ने भनेर फर्मा ठोकिराखेको ठाउँ थियो त्यो हालेको हिजो गरे सर त्यो ऊ त्यो माथिको भएकोमा अब हिजो गऱ्यो भने फेरि त्यही अब गिटी छैन के अरे फेरि त्यही हालेको होला होइन यहाँनिर गिटी बाल्न छ नि त्यही लिएर हाले हो अब यस्तो एकचोटि त्यहाँनिर गर्दाखेरि ढुङ्गा राखेको हुन्छ त्यसको कति छ क्वान्टिटी कति राख्नुपर्ने के छ त्यो तपाईँको 60-40 हुन्छ होइन त्यो पछि मसला बनाउने ढुङ्गा राख्दै मसला थप्दै ढुङ्गा राख्दै मसला थप्दै गरिरहेको छ अब यो सबै तोडेर पनि अहिले सम्भव होला नहोला बाहिरबाट हामीले हान्ने हो होइन अब यसको टेक्निकल म अब चाहिँ सडकको हाकिमसँगै इन्जिनियरसँग बसेर म छलफल गर्छु यसको टेस्ट गर्दै ल्याबहरू होला होइन ल्याब हुन्छ नै यो फुल पास भएपछि मात्रै त्यसको पैसाहरू हुन्छ है नभए यति भएकोमा त्यो पास भएन भने म दोहोऱ्याएर फेरि बनाउँछु मलाई समस्या छैन अब यसरी यो अब यो ठाउँलाई भुल भयो होइन यहाँ उतापट्टिकोमा हजुरहरूलाई कुनै पनि त्यो अब हामी आफ्नो दोष आउँदैन आफ्नो काम गरिरहेको हुन्छौँ के हुन्छ अब यो हामीसँग अधिकारभित्र पनि छैन एउटा कुरा अब हामी एउटा एज अ जनताको नाताले गर्दा हिजो हाम्रो ज्ञानवार जिल्ला म धेरै धेरै धन्यवाद दिन चाहन्छु अब उसले चाहिँ यो नहेरेको भएदेखि यो यतिकै हुन्थ्यो त्यतिकै पुरपार हुन्थ्यो यो सबैको जनताको अधिकार हो यहाँ मेयरले मात्रै हेर्नुपर्छ भन्ने छैन वडाध्यक्षले मात्रै हेर्नुपर्छ पनि छैन यो विशेष गरिकन यसको निगरानी भनेको सडक विभागले उसकै ठेक्का हो हेर्नुपर्ने हो र ठेकेदारले पनि के गर्नुपर्छ भन्दाखेरि कमसे कम पेटी ठेकेदारलाई देशै बिग्रेको सेट्ने पेटी दियो ऊ दियो ठेकेदार आफूले स्वयं काम नगर्यो यो केसमा चाहिँ हजुरको कुरा कमिसन खायो देशै कमिसनमा के हुन्छ देखि अब सबैलाई हाजिरमा लगाएर सम्भव पनि हुँदैन मैले लेबर कन्ट्र्याक्टमा काम दिए हुन्छु अब लेबरले यति भएकोमा बिगारे अब यो एरियालाई मैले निकालेर म दोहोऱ्याएर बनाइदिन्छु यसलाई टेस्टमा गरौँ यो अबकोमा त्यस्तो केही नै समस्या आउँदैन हजुरहरू आएर अनुगमन गर्नु हेर्नुहोस् अब एकचोटि म उता मैले मेरो स्टाफ पनि एकजना थपेको छु स्टाफलाई एकजनालाई स्ट्यान्ड बाई यहाँनिर राखेर बनाउनलाई लगाउँछु त्यो त अलि सेट नभइसकेको छ फेरि अलि चिसो ठाउँ पनि छ यहाँनिर अस्तितिर चाहिँ सेट हुन्छ हजुर अस्तिकोतिर चाहिँ सेट भइसकेको छैन अस्तितिरको चाहिँ अब अलि सेटिङ पनि गइसकेको हुन्छ ल एकचोटि फाइनल्ली म हेर्छु म एकचोटि अब हाकिमलाई ल्याएर यहाँ सब ठाउँ देखाउँछु इन्जिनियरलाई ल्याएर है मैले अस्ति तपाईँलाई पनि फोन गरेँ यो कुरा सुन्ने बित्तिकै मैले हाकिमलाई पनि फोन गरेँ हाकिम काठमाडौँ छु भन्ने कुरा आयो
मैले इन्जिनियर पठाउँछु भन्नुभएको थियो हाकिम साहबले आइया नि हिजो इन्जिनियर आउनु भएको छ हिजो यो लफडाले गर्दा हामीले कामै गरेन होइन हिजो इन्जिनियर आउँछ अब यहाँको यस्तो हजुरहरू सबैजनासँग छलफल नगरिकन काम अगाडि बढाउने कुरो नि भएन त्यो भएर अनि हामीले त्यतिको भएकोमा फर्मा ठोकेको छ त्यतिकोलाई हालिदिउँ अनि अरू चाहिँ अगाडि नबढाउँ अब सरहरूले के भन्नुहुन्छ त्यो अनुसार अगाडि बढ्नुपर्छ भनेर होइन अन्यायमाथिको अत्याचार गर्नु हुँदैन के यो त हिजोकै हेर्दा त हातले फुसफुस गएको छ हो कि होइन तिमीहरू के काम गरेको त्यस्तो अब यस्तो भइसकेपछि ठेकेदारको पैसा कम आउँछ काटिएर आउँछ अनि काटिएपछि पेटी ठेकेदारलाई कम हुन्छ कम कि को मर्ने भन्छ लेबर मर्ने हो कि होइन त्यो तिमीहरूले पनि मान्नु हुँदैन क्या यस्तो कुराहरूमा भोलि ठेकेदार भागेर हिँडिन्छ मैले गिटी बालुवा ढुङ्गा सिमेन्ट तिमीहरूलाई फ्राई फर्मा मिक्सर सबै चिज दिएको छु मैले कुनै पनि चिजमा कमी पनि गरेको छैन पानी पनि लिएर आएर सबै चिज हालिदिएको छु क्युरिङ गरेको छ यो चाहिँ यो चिजमा चाहिँ ठेकेदार मऱ्यो भने लेबर मर्छ हेर त्यसले गर्दा लेबरले नेग्लिजेन्सी काम गर्नु हुँदैन है लेबरमै डिपेन्ड हुन्छ सबै कुरा हामी लेबर नमरोस् भन्ने कुरा हो लेबर ठेकेदार कति भागेछ पैसा तिर्न नसकेर यी हाम्रै पनि अस्ति अब यहाँ नगरपालिका एउटा ठेकेदारले मैले त फेसबुकमा नि हालेको थिएँ कसैको नगरपालिका अन्तर्गत चाहिँ ठेका चलेका ठेकेदारहरूको चाहिँ पैसा बाँकी छ भने चाहिँ यहाँ चाहिँ नगरपालिकामा उजुर गर्नु भनेर गरेको एकजनाले दियो 60,000 पैसा उठाइदिएँ मैले पैसा रोकिदिएँ अब अरूले निवेदन दिएन अब पैसा गइसकेपछि अर्कोको एउटा 70,000 मेरो थियो भनेर मलाई फोन गर्छ अब मैले घर कहाँ बाँकी चाहिँ एक कप चाहिँ खाएको पनि कमसेकम त्यो तिर्नुपर्छ भन्ने लेबरको हो नि त समस्या दोकानको समस्या हुन्छ हो रासनको होइन समस्या हुन्छ यस्तो हुन्छ अब यो हाम्रो ज्ञानदारजीले ज्ञानदार बस्नेतले यो कुरा थाहा नपाएको भएदेखि अब यो कुरामा हामीलाई पनि थाहा हुन्थेन अब हामी यही बाटोमा भनेर यो चिजमा त हामी पनि सचेत भयौँ सर होइन किनभने हाम्रो बाट कमजोरी भएको चिज त हामीले पनि अब सुधार्दै जान पनि गर्दै जाँदाखेरि अब 7 किलोमिटर बनाउने ठाउँमा 2-4 मिटरमा यस्तो समस्या निस्कियो अब हामी अझै गरेर बाँकी पनि छ म भन्छु यो के छ भने ठेकेदारको कमजोरी होला इन्जिनियरको कमजोरी होला हाकिमको कमजोरी होला हाम्रो पनि कमजोरी होला तर जान्नुपर्ने चाहिँ मैले विशेष रूपमा चाहिँ लेबर साथीहरूले नै जान्नुपर्छ पैसा काट्यो भने उसको पनि काटिन्छ पैसा होइन मलाई त भुक्तानी आएन भनेदेखि लेबरले गर्दा आएन भने मैले लेबरको म पनि पेमेन्ट गर्न सक्दिनँ मैले घर लिएर आएर बुझाउनु समस्या हो नि त त्यो यहीँ ढुङ्गा हालेपछि यहीँ कनेक्सन कहाँबाट कहाँ जोडिन्छ भन्दा पछि गएर ग्रास लेभलको मान्छेलाई लेबरलाई जोडिन्छ क्या यस्तो कुरा हजुर ठेकेदारले मजबुतसँगले पैसा पायो भने नि लेबरले पाउने हो अनि लेबरले अब ठगिदिन्छ ठगेपछि ठेकेदार ठगियो होइन ठेकेदार ठगिसकेपछि हाम्रो संरचना ठगियो अब पाखरीबास फलाटे बाटो राम्रोसँग बनाइरहनु भएको छ भनेर इज्जतै भइराखेको थियो अब यो पालिले म आफूलाई पनि दाग लाग्यो नमजा लागेको छ अब हामी भुल सुधार गर्छौँ सर एकचोटिलाई अब यो जे भयो इन्जिनियर हाकिमलाई ल्याएर पुरै तलसम्मको डुलाउँछु हजुर है अनि अब सबैको तपाईँको अब यो के काम भएको छ अनि मात्रै थाहा हुन्छ है अनि पेमेन्ट होला म भनिदिन्छु त्यहाँ म आजै चिठी लेखेर पनि पठाउँछु म सडक हाकिमलाई है त ल धन्यवाद ल हामी 24 घन्टा सेट हुँदैन सिमेन्ट 24 घण्टामा यो सबै डाङ्गो पहिला यो यहाँ मात्र होइन यो वार्डबाटै हो जति बनेको छ मेटेरियल चाहिँ कति पुगेछ है त्यो अहिले बनिसकेको छ होइन बनाएको रहेछ यहाँ मात्रै होइन मैले माथि पनि हेरेको छु तपाईँको हेर्नु नि गिटी कति हाल्नुपर्छ यो कहाँको यो प्रान्ति कहाँको गिटी मात्रै होइन यो धनकुटाले हेर्ने हो कि पाखरीबासले हेर्ने हो कि गिटी मात्रै होइन मसला पनि छैन होइन सिमेन्टी त छैन सिमेन्टी त छैन गिटी कति हाल्नुपर्छ अब यहाँ क्यु बक्स भरेको कोही यहाँको अहिले काम गर्दै भने को हुनुहुन्छ हजुर कति गिटी हाल्नुपर्छ क्यु बक्स भर्नु कोही भएन म पनि यहाँ काठमाडौँ गएको सर अस्ति होइन त्यो भर्खर आइपुग्यो हजुर क्यु बक्स भर्नु कोही भएन काम गर्नेहरूले बिगारेका छन् क्यु बक्स यसको चाहिँ भरेको छैन न त हामी त क्यु बक्स छ भनेको भने देखाउनु मैले प्रत्येक क्यु बक्स छ 1 किलोमिटर प्रत्येक 500 मिटरमा क्यु बक्स भर्नुपर्छ क्यु बक्समा कति गिटी चाहिन्छ कति बालुवा चाहिन्छ कति सिमेन्ट चाहिन्छ भन्ने कुरा कसले गर्छ यो यहाँ मात्रै होइन तपाईँले हाल्ने बित्तिकै मैले ठेकेदारलाई फोन गरेँ घरतिर आउँदैछु भनौँ भने 3 घन्टा भन्दा अनि हाकिमलाई फोन गरेँ हाकिम म छु म इन्जिनियरमा पठाउँछु भने होइन मैले यो के भन्छ ठेकेदारको पैसा रोकिदिनु तपाईँ आउनु पऱ्यो म पनि आउँछु आएर प्रत्येक
चाहिँ पेमेन्ट गर्नु होला नत्र सकिँदैन भनेर यो कुरा नगरपालिकाले मलाई चिठी यो भिडियो सहितको अथवा के हुन्छ एउटा फोटो सहितको एउटा फोटो खिच्नु फोटो सहितको म चाहिँ सडक बिहार्नु पठाइदिन्छु यो के छ भने ज्ञानुजी मैले अघि पनि भनिसकेँ होइन पहिलो कुरो त के छ भने काम कच्चा भइसकेपछि कि ठेकदार एकैचोटि काठमाडौँमा बिल्डिङ बनाउँछन् कि होइन भने कि लेबर मर्छ क्या किनभने अब यो अहिले काम गर्दै गइसकेपछि उसको पैसा काटिन्छ हो मेन ठेकदार पैसा काटिन्छ उहाँले कसलाई दिएको छ पेटीलाई दिएको छ पेटीको पैसा काटियो पेटी भागेर हिँड्छ भोलि लेबर मर्छ भोलि त्यस्तो भएकै छ त होइन अन्तिममा गएर को मर्ने भन्दा लेबर मर्ने हो नि त होइन जसरी भए पनि लेबरै मर्ने हो क्या त्यसले गर्दा लेबरहरूले के गर्नु पर्यो भने साथीहरूले चाहिँ लेबर साथीहरूले यो भोलि गएर चाहिँ ठेकदारलाई पोसाउने काम पनि गर्नु पर्यो काम राम्रो गर्नु पर्यो पैसा चाहिँ काटिएर नआओस् भन्ने हिसाबले गर्नु पर्यो क्या मैले अघि भनिसकेको थिएँ लेबर साथीहरूलाई होइन अब किनभने मजबुत काम भयो भने पैसा काटिँदैन 100मा 100 पैसा आइदियो भने त उनीहरूको पनि मरेन नि त उनीहरूले ठग्दै जाँदाखेरिको हकमा अब ठेकदार मर्छ ठेकदार मरेपछि ठेकदारले कहाँ घरबारी बेचेर ल्याउँदैन त्यही पैसा रोलिङ गर्ने हो सिस्टमको कुरा पनि ज्ञानजी के छ भने नि यस्ता ठेक्कापट्टाहरू करोडौँ नगरपालिका गर्छ हामीसँग नि दक्ष इन्जिनियरहरू छन् ओभरसियरहरू छन् हो कमसेकम बरु नगरपालिकालाई बरु चाहिँ निश्चित रकम अलिकति छुट्याइदिएर हामीले छुट्टै इन्जिनियर राखेर हुन्छ कि हाम्रैबाट इन्जिनियरलाई चाहिँ अलिकति इन्सेन्टिभ दिएर हुन्छ कि के गरेर हुन्छ कि त्यो हामीलाई दिएको भएदेखि त हामी स्ट्रङ स्थानीय तहको बनाउँछ नि त हामी यहाँ तपाईँलाई कथा भनिदिन्छु एउटा कथा होइन यो रियालिटी कुरा हेर्नुहोस् है प्रदेशबाट परारको साल यहाँ पाखरी भाषा नि 10 लाखको एउटा योजना परेको थियो अनि सोलुमा 10 लाखको चाहिँ एउटा पर्यटन अन्तर्गत पैसा पर्यो 10 लाखको है अनि हाम्रो पनि पर्यो अब त्यहाँको इन्जिनियर त्यहाँको योजना अधिकृत लेखाको गएर चाहिँ उहाँ सोलुमा गए 10 लाखको योजना हेर्नुलाई अनि स्कर्पियो गाडी सरकारी गाडी चढेर गए अनि सरकारी गाडी चढेपछि सोलु पुगेर 10 लाख योजना अब त्यो काम के भयो होला र सुरुमा इस्टिमेट गर्न गयो त्यही प्राविधिक साथीहरू होइन योजनाका साथीहरू अनि फर्केर आइसके फेरि अनि पछि फेरि काम पुरा भयो कि भएन भनेर फेरि अनुगमन गर्न गए अब हेर्नु है स्कर्पियो गाडी सरकारी गाडी चढेर गएको छ अनि देश कहाँबाट उपलब्ध छ